फेरि सरकार पनि के भन्दाखेरि चुनावमा मात्र केन्द्रित भएर त्यसलाई चाहिँ प्राथमिक एजेन्डाको रूपमा अघि सार्यो। अब चुनाव मागिएको विषय त थिएन। चुनाव त कति पटक चुनाव भए, चुनाव मात्र पनि त रहन्छ हो। लोकतान्त्रिक अभ्यासमा चुनाव मार्फतै जाने हो, जनताको प्रतिनिधि भएर त्यसले पोलिसीमा हैन एउटा चाहिँ कानुन बनाउनेदेखि त्यो अभ्यासमा त्यही नै हो। बहुदलीय प्रतिस्पर्धात्मक रूपमा छ, संवैधानिक अवस्था त्यो छ। तर चुनावमा चाहिँ कस्तो किसिमको जनताको प्रतिनिधि आउँदा बल्ल यो डेलिभरी गर्न सक्छ, सुशासन दिन सक्छ, नियम कानुन राम्रो बनाउन सक्छ, देश सुहाउँदो, हाम्रो माटो सुहाउँदो यो खालको चाहिँ नि परिवर्तन एउटा चाहिँ ल्याउन सक्छ र समृद्धिका आधारहरू बेन्चमार्क सहित कसरी तय गर्न सक्छ भन्ने विषयमा त आएन। त्यसले गर्दाखेरि यो सरकार जुन अन्तरिम सरकार भन्यो त्यसकोमा पनि धेरै जसो पुरानो पार्टी मात्र नभनौँ, पुरानो पार्टीको गलत संस्कारलाई फेरि पुनर्जीवित हुने खालको अवस्था आइराख्दा र जेनजी भन्ने र जुन भावनाका साथ अगाडि बढेको पुस्ता पनि कोही तेरो कोही मेरो भन्ने अवस्थामा गइरहँदा फेरि यो संस्थागत गर्ने जुन चाहिँ नि एउटा चाहिँ नि भनौँ त पवित्र उद्देश्यका साथ जुन बोकेर गरिएको आन्दोलनको उसलाई संस्थागत गर्ने विषय त फेरि डिरेल हुन पुग्दैछ। त्यसकारण मेरो चाहिँ प्रयास के थियो भने अन्तिम दिनसम्म पनि नयाँ भनेका उहरूलाई पनि सँगै जोडेर एउटा हैन कन्सोलिडेटेड एउटा भर्जन एउटा निकालौँ, एउटा सँगै जाउँ र चाहिँ देश सुहाउँदो धेरै बाहिरका विदेशको चाहिँ नि बरु गरेका बाद पनि यहाँ जरुरत भएन। धेरै कुरा प्रमाणित चाहिँ के भयो भन्दा यहाँ त्यति चाहिँ त्यो सुटेबल भएन भन्ने कुरा त हामीले आम रूपमा बनिरहेछौँ। कसैले पुँजीवादको कुरा गर्ला, कसैले साम्यवाद गर्ला, कसैले समाजवादको संवैधानिक रूपमा त्यहाँ राखिएको छ, समाजवाद उन्मुख पनि भनिएको छ। तर यसका बेन्चमार्क चाहिँ के त? हामीले बाहिरको कुरा त यहाँ बरु गरेर राख्यौँ, त्यो कुराहरू पनि राख्यौँ, हाम्रो चाहिँ नि होइन सिद्धान्त मार्गदर्शक सिद्धान्तको रूपमा राख्यौँ। तर ती सिद्धान्तहरू यहाँ फलदायी भएको छन् त? हामीले आखिर खोजेको कुरा त लोकतान्त्रिक अभ्यासमा होइन यो चाहिँ हाम्रो लिभिङ इन्डेक्स एउटा क्वालिटी अफ लाइफ होला, आफ्नो उहरू होला, समाजको चाहिँ नि सुदृढको विषयहरू होला, भाइचाराको विषयहरू होला, आफ्नो देशको चाहिँ नि होइन एउटा गर्व गर्ने विषयहरू होला। यसमा त आउने भनेको जहाँ विकास निर्माण अथवा चाहिँ जनताको जीवनस्तर माथि जान्छ त्यहाँ राष्ट्रियताको भावना त्यहाँ ओतप्रोत हुँदै जान्छ, नभए त हामीले देखेका छौँ। त्यसकारण यो विषय त सम्बोधन हुन सकेनन्। नसकेपछि हामीले राजनैतिक यस सँगसँगै लोकतान्त्रिक अभ्यासमा यस्तो खालको तीव्रताका साथ एउटा चाहिँ विकास निर्माण अथवा समुन्नत बनाउनेतर्फ हामी अगाडि बढ्नुपर्छ। त्यसका लागि कलेक्टिभ एफोर्ट गरौँ न।